ल सुरुमा लेखौँ त हाजिने मासिते। हाजिने मासिते भनेको चुलाक माछाले भने के त्यो लेखिहालौँ त। अब त्यसपछि आयो कुन बानमा भनेको त्यो तपाईँको अन्त को हो हिरो भनिहाल्यो क्या त्यो है। अब कोनिचियो भनेको नेपालीमा को होस् त चिन्दिनँ म भनेर लेखिहालौँ त नानीहरू। ल अब अर्को लेखौँ त तोइरे भनेको चाहिँ भान्सा कोठा है, यो लेखिहालौँ। अनि अर्को लेखिहालौँ निहाङ्गो भनेपछि रिस नउठा हानिदिन्छु भने त्यो लेखौँ त। सर जापानको पैसालाई के भनिन्छ? ए जापानको पैसालाई तपाईँको भारू, नेपालको पैसालाई नेहरू, जापानकोलाई भारू। अनि सर यो जापानको 100 रुपियाँको यहाँ नेपाली कति हुन्छ? ए जापानको 100को तपाईँको यहाँको 160 रुपियाँ हुन्छ। ल अब लामा चाक्ला कुरा नगरौँ, अब लेखिहालौँ त अर्को मिनिङ तपाईँ।